कैसे हैं आप लोग? गर्लफ्रेंड नबनाउँदा केटा म रिच केटा म ह्यान्डसम केटा म रिच केटा म। ओ भाइ तेरो कपडा त एकदम दामी छ त, कहाँबाट ल्याउँछस् यस्तो कपडाहरू? ल दाइ यार कहाँबाट ल्याउने नि दाइ, दामी दामी नै छ नि दाइ। यो चाहिँ सिङ्गापुरबाट होइन, सिधै सिङ्गापुरबाट। अनि यो चाहिँ सिधै मेसीले हो फेरि दाइ। ल हेर्न नत्र कस्तो खतरा हो फेरि मेसीले यो फाइनलमा लगाएको जर्सी है गाइजहरू। यो मेसीको हो, सिधै अर्जेन्टिनाबाट मेसीले गिफ्ट। यसको चाहिँ धेर पर्दैन फेरि, 1 अरब जति हो होइन। अनि यो चाहिँ सिधै फेरि कोरियाबाट हो यी प्यान्ट। अनि जुत्ता यो चाहिँ टक्क गद्दा यो चाहिँ जर्मनबाट हो है गाइजहरू, फेरि जर्मनबाट हो ठ्याक्क। अरू चाहिँ सुत्दाखेरि गद्दामा सुत्छ होला, म चाहिँ हिँड्दाखेरि गद्दामा हिँड्छु कि गाइजहरू। कस्तो फेरि नपत्याए टक्क गद्दै छ यो। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। गर्लफ्रेन्ड बनाएपछि 10 रुपियाँ दिनु, 10 रुपियाँ दिनु मलाई। ओइ त अस्ति त्यही खतरा खतरा लुगा लगाउने भाइ होइन, फेरि तेरो कसरी भयो यस्तो हालत? कसरी भन्नु दाइ, एकदम दुःख लाग्दो कहानी छ के दाइ। मेरो नपरेपछि यस्तो भयो नि दाइ। सबै गर्लफ्रेन्डलाई सपिङ गरिदिँदा दाइ मेरो हालत यस्तो भयो दाइ। 10 रुपियाँ छ भने दिनु न दाइ। साला ये दुख का खत्म नहीं होता बे।